साथीहरु यदि तपाईको पनि फेसबुकमा पेआउट बिग्रिएको छ भने तपाईहरुले मजाले आफ्नो पेआउट क्रिएट गर्न सक्नुहुन्छ, न्यू पेआउट क्रिएट गर्न सक्नुहुन्छ। यसको लागि तपाईले सजिलै यो भिडियोमा हेर्न सक्नुहुन्छ। हामीले एउटा लिंक पाएका छौं फेसबुकबाट र त्यो लिंक हामीले यहाँ पेस्ट गरेर ओपन गर्दा तपाईको न्यू पेआउट क्रिएट गर्नको लागि यहाँ हाम्रो त्यो सेटअप आइसकेको छ र यहाँ क्लिक गरेर हामीले सजिलै न्यू पेआउट क्रिएट गर्न सक्नुहुन्छ। हो, यदि तपाईको पनि फेसबुकमा पेआउट बिग्रिएको छ, चाहे पेआउटमा तपाईको नाम, डेट अफ बर्थ, बिजनेस टाइप वा अन्य केही त्यहाँ धेरै थुप्रै डिटेलहरु राख्नु पर्ने हुन्छ जुन तपाईको यदि बिग्रिएको छ भने तपाईहरु मजाले आफ्नो पेआउट चेन्ज गर्न सक्नुहुन्छ। यदि तपाईको कुनै पनि समस्या भएको छ वा गर्न आएन भने तपाईको न्यू पेआउट सेटअप गर्न आएन भने हामीलाई तपाईहरुले कमेन्ट गर्नु होला वा मेसेज गर्नु होला, हामीले तपाईलाई न्यू पेआउट क्रिएट गरिदिन्छु। सो यो भिडियो हेर्नु होला। एकजना साथीको पेआउट बनाउनु पर्ने थियो र उहाँले हामीलाई यो आईडी लगइन गराउनु भएको थियो र यो आईडी लगइन गरेर हामीले प्रोसेसमा हाल्दा तपाईको हेर्न सक्नुहुन्छ फेसबुकले हामीलाई एक्सेस दिइसकेको छ न्यू पेआउट क्रिएट गर्नको लागि। सो हामीले अब यसलाई न्यू पेआउट क्रिएट कसरी गर्छु तपाईहरुले हेर्नु होला। यहाँ हामीले लिंक कपी गरेर अनि पेस्ट गर्छु यहाँ गुगलमा, अनि पेस्ट गरिसकेपछि हामीले यो लिंक ओपन गर्छु। ओपन गरिसकेपछि हेर्न सक्नुहुन्छ यहाँ तपाईको न्यू पेआउट यहाँ ओपन हुँदैछ अनि न्यू पेआउट यहाँ आएर देखाउँदैछ। यहाँबाट तपाईहरुले गर्न सक्नुहुन्छ भनेर। यदि तपाईको पनि यसरी कुनै समस्या छ भने कमेन्ट गर्नु होला। साथै यो पेजमा नयाँ हुनुहुन्छ भने यो पेजलाई फलो गरिदिनु होला। हस्त, धन्यवाद।